काठमाडौँको नरदेवीमा 2047 साल वैशाख 14 गते जन्मेका बालेन शाह हाल तिनकुनेका स्थानीय बासिन्दा हुन्। चिकित्सक डाक्टर रामनारायण शाह र ध्रुवदेवी शाहका सन्तानका रूपमा जन्मिएका उनको पुर्खौली थलो भने मध्य प्रदेशको महोत्तरी जिल्लामा पर्छ। उनले प्रारम्भिक शिक्षा नरदेवी स्थित जलजला स्कुलबाट सुरु गरेका थिए। त्यसपछि उच्च माध्यमिक तहको अध्ययन तिनकुनेमा रहेको VS निकेतन कलेजबाट पूरा गरेका थिए। स्नातक तहमा उनले काठमाडौँको व्हाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। अध्ययनलाई थप अघि बढाउँदै उनले भारतबाट डिप्लोमा पनि पूरा गरे। इन्जिनियरिङ अध्ययनपछि उनी केही समय निर्माण योजना तथा शहरी विकाससँग सम्बन्धित क्षेत्रमा सक्रिय रहे। 2072 सालको भूकम्पपछि उनले देशमा विभिन्न ठाउँमा संलग्न भएर काम गरे, तर नेतृत्व तहमा नपुग्दासम्म आफ्ना योजना कार्यान्वयन गर्न कठिन हुने निष्कर्षमा पुगे। 2074 सालमा स्थानीय निकायको निर्वाचन भएका दिन सामाजिक सञ्जालमा फेसबुकमा उनले एउटा स्ट्याटस लेखेका थिए। त्यसबेला त्यसले खासै ध्यान पाएन, तर 2079 सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेद्वारको रूपमा आफूलाई अघि सारेपछि उनको 5 वर्ष अघिको उक्त फेसबुक स्ट्याटस पनि चर्चामा आयो। नेपाली र्याप संगीत क्षेत्रमा बालेन नामले परिचित उनले 2074 सालमा आफूले त्यस दिन कसैलाई पनि भोट नहालेको र 5 वर्षपछि हुने निर्वाचनमा आफै उम्मेद्वार बनेर आफ्नै लागि भोट हाल्ने लेखेका थिए। 2079 सालको स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेद्वारको रूपमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा चुनाव लडे। प्रमुख राजनीतिक दलका उम्मेद्वारहरूलाई पराजित गर्दै उनले ऐतिहासिक जित हासिल गरे। त्यसपछि उनले सुशासन, पारदर्शिता, सडक व्यवस्थापन, सार्वजनिक स्थानको संरक्षण तथा डिजिटल प्रणालीको प्रयोग जस्ता विषयमा सक्रिय रूपमा काम गर्दै आएका थिए। उनको कार्यशैलीलाई धेरै युवाले सकारात्मक परिवर्तनको प्रयासको रूपमा हेरेका छन्। स्वतन्त्र उम्मेद्वारको रूपमा राजनीतिमा प्रवेश गरेका उनले राजधानीमा राम्रो काम गरेको भन्दै चर्चा पाएका थिए। स्वतन्त्र उम्मेद्वारको रूपमा राजनीतिमा प्रवेश गरेका उनले राजधानीमा राम्रो काम गरेको भन्दै चर्चा पाएका थिए भने कतिपयबाट आलोचित पनि भएका थिए। माघ 4 गते महानगरको मेयर पदबाट राजीनामा दिएपछि उनको राजनीतिक परिचय अझै फराकिलो बन्यो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेताका रूपमा मात्र होइन, उनी देशको भावी प्रधानमन्त्रीको रूपमा अघि सारिए। त्यसपछि प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनेर उनले आफ्नो पहिलो राष्ट्रिय राजनीतिक यात्रा मधेसबाट सुरु गरे। मधेस केन्द्रित दलहरू र नेकपा एमालेका नेताहरू बालेनको बढ्दो चर्चाबाट केही विचलित देखिए। रासपाले भने उनलाई प्रधानमन्त्रीका उम्मेद्वारको रूपमा अघि सारेको थियो। झापा 5 बाट बालेन चुनाव लड्ने चर्चा चलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उनको आलोचना गरेका थिए। बालेन शाह देश विदेशमा चर्चित व्यक्ति हुन् र विशेष गरी युवामा लोकप्रिय रहेका छन्। त्यसमाथि उनी मधेसी समुदायसँग सम्बन्धित भएकाले मधेसको भावना जोड्न रासपाले उनलाई अघि सारेको विश्लेषण गरिएको थियो। प्रधानमन्त्री बन्ने आकांक्षा सहित अघि बढिरहेका बालेनले देशका विभिन्न स्थानमा दौडामा जाँदा उनलाई हेर्नका लागि मानिसहरूको ठूलो भिड देखियो। तर त्यस अवधिमा उनको शैली प्रारम्भिक एजेन्डा केन्द्रित अभियान भन्दा केही फरक देखिएको टिप्पणी पनि गरिएको थियो। बालेन मधेस पुगेपछि त्यहाँबाट रासपाले धेरै सिट जित्ने दाबी गरेको थियो र रासपाले मधेसबाट सबै जित जित्न सफल भएको छ। बालेन मधेस पुगेपछि त्यहाँबाट रासपाले धेरै सिट जित्ने दाबी सहित बालेन शाह मधेस पुगेका थिए। बालेनको लोकप्रियताका कारण धेरै ठाउँबाट रासपाले जित हासिल गरेको छ। बालेन शाहको उदय कुनै आकस्मिक घटना होइन, यो नेपालको शहरी मध्यवर्गीय निराश दलगत राजनीति प्रतिको विदृष्टता र काम गरेर देखाउने नेतृत्व प्रतिको चाहनाको परिणाम हो भन्ने विश्लेषक पनि गरिएको छ। वर्षौंदेखि राजनीतिक दलहरूले दोहोऱ्याउँदै आएको भाषण, प्रतिबद्धता र कमजोर कार्यान्वयनले जनतामा गहिरो अविश्वास जन्माएको थियो। यही शून्यतामा बालेन शाह जस्तो पात्र प्रवेश गरे जो न कुनै दलको झण्डा बोकेर आएका थिए न त परम्परागत राजनीतिक संस्कारको भार बोकेर। उनको शैली समर्थकका लागि साहसिक र इमानदार लाग्छ भने आलोचकका लागि अधिनायवादी र असंवेदनशील लाग्ने गरेको छ। तर यथार्थ के हो भने यही प्रत्यक्ष शैलीले उनलाई जनतासँग तत्काल जोड्न सफल बनाएको छ। उनी देशको शक्तिशाली कार्यकारी प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेताका रूपमा पनि चर्चा गरिँदै आएको छ।